साथीहरु आज हाम्रो पिकनिक प्रोग्राम छ नेकपा माओवादी केन्द्र वार्ड नम्बर 4 बबई गाउँपालिका वार्ड नम्बर 4 को हाम्रो वडा कमिटी सबैको आज योजनामा आज हाम्रो चाहिँ भइरहेछ पिकनिक प्रोग्राम छ आज ल हामी बबई पुरन्दारामा छौं अनि ल हाम्रो यो बबई नदी हो चाहिँ आज प्रोग्राम पिकनिक कार्यक्रममा हामी छौं तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ आज चाहिँ ल सबैजनालाई मेरो भ्लगमा स्वागत छ है आजको यो पिकनिक कार्यक्रममा उपस्थित हुनुभएको सबै कमरेडहरुलाई सलाम मेरो भ्लगमा चाहिँ स्वागत छ ए दुईटा छ है आज हाम्रो पिकनिक प्रोग्राममा सबै चाहिँ आज नकरा न यार बेइज्जती भयो हाम्रो ठुल्दै हेलो कहाँ बाख्राला खसीला बाख्रा ढला कम चाहिँ त्यहाँ हुन्न के ल तेरम दाइ के भन्नु छ आजको यो हाम्रो पिकनिक कार्यक्रमको बारेमा भन्दै हामी अहिले यो स्टार्टिङ भयो के अहिले पछि त आउँदैछ आउँछ ल हाम्रो वडा अध्यक्षज्यूले भनौँ त आज पिकनिकको बारेमा भनौँ न के आज पिकनिकको बारेमा के भन्नु रमाइलो गर्ने भन्ने छ यसो रमाइलो छ आज यसो साथीभाइको मनमिली साथीभाइहरू छ नेकपा माओवादी मनमिली साथीको रमाइलो कार्यक्रम छ बबई गाउँपालिका वार्ड नम्बर 4 को हाम्रो करण दाजु हेलो ल बाइ बाइ कमरेड माउली चाहिँ हाम्रो कमरेड ल आजको पिकनिकको बारेमा केही भनिदिनु पर्यो मार्शल भाइ ओ ल सम्पूर्णलाई चाहिँ नमस्कार छ आज हामी चाहिँ बबई गाउँपालिका वार्ड नम्बर 4 अन्तर्गतको चाहिँ हाम्रो सानो सानो पिकनिक कार्यक्रम छ यस अन्तर्गत हाम्रो चाहिँ सम्पूर्ण वार्ड नम्बर 4 को चाहिँ कमिटीको उपस्थिति छ र खास गरी हाम्रो चाहिँ छविको चाहिँ आज बर्थडे पनि हो यहाँ चाहिँ खोलामा यो झर्नाको साइडमा नदी किनारमा मनाउँदैछौँ हामी त्यही हो विशेष गरी आज बर्थडेको विश कार्यक्रम पनि छ आज सेलिब्रेसन हाम्रो यहाँ केन्द्रीय सदस्य हाम्रो सचिव हुनुहुन्छ त आज बर्थडेको हाम्रो 26 दाइको बर्थडेको बारेमा अनि यो पिकनिकको बारेमा केही भन्नु पर्यो रोशन भाइ आज 26 बर्थडे हो आज हाम्रो यस माओवादी केन्द्रको निवर्तमान बबई गाउँपालिकाको सभापति संयोजक छविलाल विश्वकर्मा कम्प्लेक्स किशोरको आज जन्मदिनको शुभ अवसरमा तथा माओवादी केन्द्रकै भावना र मन मिल्ने सम्पूर्ण कमरेडहरू एकजुट भई आज हामीले चाहिँ शुभ अवसरलाई लिएर आज हामीले यो पुरन्दारा क्षेत्रको साइडमा चाहिँ बबईमा चाहिँ हामीले आज पिकनिक कार्यक्रम सञ्चालन गरिरहेका छौँ धन्यवाद पानी तताउने कार्यक्रम चलिरह भएन यता तार्न पर्छ चुला यता तार्न ढुङ्गा तान्न पर्छ हौ यता हाम्रो रोशन भाइ कपडा कारेर रेडी छ बाख्रा कास्टिस कार्यक्रममा छ म बेलबास सर हो भन्दैछ एउटा उता बन्दैछ एउटा यहाँ तीन-चार उठाउनु भएको होला अग्लो त्यो बिना कामको छल्याको के एउटा ए कुमार छल्याको सिक्नु अच्छा म मादल बजाउँथे नि हैन त्यसले हैन
पछि तयार हुँदैछ हाम्रो मार्शल भाइले बनाएको ल गयो अब कटिङ एउटा गयो उता हो यहाँ चाहिँ हाम्रो कटिङमा आउँदैछ बगालहरूको आन्द्रा बोडी धुने आन्द्रा बोडी निकाल्ने कार्यक्रम चल्दैछ फर्काउने अलि राम्रोसँग ल बलिदान कमरेड उता धुने कार्यक्रम भइरहेछ ल फेरि बहिनी ल भाग्दैन किन ल भन्नु पऱ्यो क्या आजको पिकनिकको बारेमा केही भन्दैन ल यता भन्नु पऱ्यो हाम्रो के अरे सचिव नि वडाको ल विशेष गरी वडाको सचिवले भन्नु पऱ्यो नि आजको आज हाम्रो छवि दाईको बर्थडेको अवसर पारेर पिकनिक मनाउन आएको छौँ यसको बारेमा केही भन्नु पऱ्यो हाम्रो वडा सचिव कमरेडले ल छिटो ल हाम्रो सानो नानीले भनौँ त ल आज कस्तो लागिरहेछ त्यो भन्नु न यति त कस्तो लागिरहेछ आजको कार्यक्रम ल यति मात्रै हाम्रो प्रेम बहिनीले बर्थडेको बारेमा भन्नु पऱ्यो नि आफ्नो कुरा राख्नुलाई किन लजाएको गाडी म पत्रकार होइन नि म भलगर हो सान्दिन छविदाईको बर्थडे रहेछ हामीलाई त थाहा थिएन अहिले थाहा पायौँ खुसी लागेको छ साथीहरूसँग भेटघाट गरेर रमाइलो कार्यक्रम मनाउन पाउँदाखेरि खुसी लागिरहेछ यति नै हो धन्यवाद त्यो गुन्डा नजिकबाट गुन्डाको त्यही बसेपछि त्यहाँबाट त्यो त्यसको त्यो भाइपट्टिलाई उसले मारिरहेको हुन्छ हिरोले तर त्यो गुन्डालाई थाहा हुन्न एउटा चम्चावालाले त्यो चम्चावालाले जस्तो सुकै मान्छेलाई पनि पत्ता लगाउने हुन्छ मैले यसलाई 2 दिन ल्याउँछ त्यहाँबाट तेल त्यो त्यहीलाई चाहिँ पत्ता लगाइरहेको त्यो पानीपुरी बनाउनु भैँसी कुरा यस्तो माछा लगाउँछ त्यहाँबाट यसले त हो मैले त्यसलाई त्यो मारेको त मैले देखेकै हुँ कसरी मार्छ हाम्रो भोपाल गरेको बेला यसलाई द्याबा नभन्नुहोस् के काम गर्नलाई गरिदिनुहोस् त कसरी मार मलाई कटिङ भइसक्यो अब कटिङ एकछिनमा प्रबन्ध तयारी गरेर ल हाम्रो चाहिँ पिकनिकको पहिलो भोज सुरु भयो कटनेसीसँग यता यो देखाइदिन्छन् ल अलि यस्तो टोपी मुख नछेक्नु त तलैबाट देखाइदिन्छ हाम्रो प्रेम दाइको खाली भयो त यार कटनेसी प्रेम दाइको खाली भयो ल हाम्रो मार्शल भाइले हाल्नु हामी आज चाहिँ एकदम मन मिल्ने मान्छेहरू यो ठाउँमा चाहिँ पार्टी खाँदैछौँ है अनि त नमान्नु होला हाम्रो रेशम भाइ भान्से छ त्यो थाहा होइन के
मार्शल भाइ त्यो थाल होइन त्यो चाहिँ प्लास्टिकको थाल त थालै हो प्लास्टिकको यो हाम्रो बबई दाइलाई हाल्दै झोल हाल्दै ल अङ्कल हाम्रो पिकनिक कस्तो छ त ठिक छ है हाम्रो कुकहरू त हुनुहुन्छ ल सबैजनाले एकचोटि हाई गरिदिउँ त नजिक यहाँ हाम्रो जयराम सर किन पछाडि लुकेको यार लास्टमा मुख देखाउनु पऱ्यो नि यता यार मार्शल ठाउँ छोरी बसिरहेको हेर सेकुवा सेकुवा बनाएर रहेछ यार ए मेरो बोइलरको हो यार बोइलरको है बाहिर नखानेलाई ल खसी खान्न भएन रोशन भाइले किन खसी नखाने पैसा नेपाल पानी अब हेलो रक्सी पार्टी